यहाँ चाहिँ म यो गेम हेर्न आएको छु होइन खासमा अनि यो गेममा दिपेन्द्रको यो इनिङ देखेर अलिकति चाहिँ लोभ लागेन क्या दिपेन्द्र आइविस दिपेन्द्रले यस्तो इनिङ अझै 10 15 20वटा खेलिदिएको भयो होइन ब्याट्सम्यानतिर गइदिएको भयो बलर भइदियो दिपेन्द्र बल अलराउन्डर भइदियो होइन अनि किन भन्दा ब्याक अफ आवर हेड जहिले पनि होइन यो इनिङ याद आउँछ जति बेला दिपेन्द्रले 90 रन हानेको छ 1 रनले नेपालले हार्छ तर 77मा 4 हुँदाखेरि चाहिँ दिपेन्द्रले यो गेम यति क्लोज लगेको श्रीलङ्कासँग 2016मा के सो हाम्रो हाई होप्स थियो दिपेन्द्रसँग होइन तर नेभरदलेस जे छ ठिक छ तर होप्स चाहिँ वी स्टार्टेड फ्रम देयर के अब यस्तो हुन्छ नि खत्रै प्लेयर हो होइन जस 100 नहाने पनि होइन उसले चाहिँ रन बनाइरहेको छ है भन्ने खालको प्लेयर हो क्या हि वाज नट कि हाम्रो अलराउन्डर पायो भन्ने होप होइन कि हामीले प्रपर ब्याट्सम्यान पायो भन्ने होप थियो त्यति बेला अनि रोहिदासको कमेन्ट अबाउट नेपालले राम्रो ब्याट्सम्यान पायो भन्ने पनि त्यो गेम लाइभ हेरेर उनले खालको पनि आएको थियो एकचोटि त्यति बेला